अति भाग्यमानी के बांग त हुन्छ नि हेर त ल सबै बगलीपट्टि राख न जा ई ना ए कान्तो छोरो ल ले छमा दियो ल ल उलाई टिको लगाइदिनु भने एउटा हातले एउटा खिच्न खान्छले राम्रो ए मुखा लगाइदिनु ल बुवा यतापट्टि हेर्नु ल को खिच्न लागेको उयो सानो खिच्दा बुवाको यता त्यता खिच्न ल उ त्यो छोइला मुखा लगाइदिनु यसो मुखा यसो लगाइदिनु ए पैसा मुखा लगाइदिनु पर्ला नि त एउटा सिटो लैजाउँ न ल मुखा चम्चा राख्नु नि त यतापट्टि ल बुवा खिच्दैन खीर बनाइदियो त टुकी मामीले ल फेरि ल हो ल आन्टीको नाम गरी मजाले ल्याप ल्याप पारेपछि दुईचोटि खण्ड गर्यो दुईचोटि तरकारी दुईचोटि अब अनि पानी दुईचोटि ओहो ल भयो ल ल अब नुन खाएको दिन आज धेरै खानु पर्ने आज मलाई खाएको दिन यति ल अब नुनी ल ल दुईचोटि खुवाउनु खिच एउटा दुईचोटि सबै दुईचोटि खुवाउनु खुवाउनु पर्यो नि बल्ल बल्ल खुवाउनु पाएको छ ल ल मन्टले नि यतापट्टि हेर्नु भन्नु अलिकति हल्का ल अलिकति यता हेर्नु हो ल ल चाहिँ भन्नु हो त्यसरी खिच्न भन्नु सबैजना आहा बुनी त ह्यान्डसम पानी ह्यान्डसम ब्युटीफुल ए ब्युटीफुल आज पानी खाने बाबु त्यो खुला तो दिन त अहिले दियो नि फुकाल लान सानो भाइ ल नमस्ते नमस्ते जुत्ता पोलो छोरो ल्याउ न बुनीलाई टिक्लाउने हैन भने झन् खै फुल खुवाइ बहिनीलाई त्यो बुनी सानो खालाई चाहिँ छोरा फोटो खिच्न पैसा त खानु हुँदैन आमाको नि अनुहार सक्नु भएर मुडा मुडा लुग्रो बाख्नमा त सक्दिन है फुल किन जमरा फुल पहिला लगाइदिए जमरा लगाइदिए अनि जमाना लाउने छोरा अहिले बहिनी अहिले लाउनु पर्दैन यता हेर्नु यता हेर्नु ल यता हेर्नु ल अब टिका लगाइदिन्छ त हेर्नु भन्न आमाले यतापट्टि साइड निधारा हात राख्नु त पहिला एउटा हात मात्रै राखेको मम्मी एउटा मात्रै राख्नु हो ल केमै खासाइदे ल यसरी लाए जस्तो मात्रै गरे त कान्छी आमालाई अब यता ल आमा अहिले लाउँछन् ल ए छोरी अहिले गाला सब बुनी अब लाग्यो त टिका लागिस अब खाइहाल्ने त हो नि अहिले त्यत्रो बेर उफ्रिने लाएन ल म लाग्छ कस्तो लाग्छ आमा यतापट्टि मुहा चम्चा राख्नु नातिनीको अनि ल हो हो मुहा त्यसको चम्चा राख्दैन न अलिकति ल हो त्यहाँ बुवाको नि अनि गरी खिच्नु यता नि हेर्नु आमा यता यता ल हो त्यसै आमा त कहिले उता हेर्छ कहिले उता उहाँलाई चाहिँ अलिक के हेर्नु ल है त्यो भातसित झिँदै सुलेछ अड्क्यो ए न है भयो मम्मी अड्क्यो भने अलिक झिँदेऊ न भातै नखाउनु भन्न भित्रपट्टिको झिँदेऊ न मुहा भात लाने कि त रस मात्रै लाने ल या त हो खै कसरी मुखमा जुठो मात्रै लगाइदियो है नड्किन्छ अहिले उजना फोटो खिच्न ल पानी खाइदिनु सामु तपाईं यता हेर ल यता बस्नु छोरो कस्तो यहाँ बस न यहाँ बस जानु किन पर्यो त्यहाँ माला तल चाहिँ अब पानी धेरै नखानु
ठुली मम्मी कि भाइले ल के चाहियो छोरीलाई के चाहियो भने त यहाँ त के चाहियो 500 रुपैयाँ भइहाल्छ नि ड्याङ्गे तँलाई साइको नोट सबैको जम्मा त 500 हेर्नु ल आन्टी नि ल अंकल हेर्नु ल बुढीको सट्टा तिमीलाई दिउँला म ल त्यो मात्र भइगयो नि त अब त्यसलाई नै दिउँला बुढी जान्दिन बगाडीमा राख न उ यहाँ छोरी त तिम्रो हैन अङ्कल बुवा जनै छैन अर्को किन जनै लाउनु पर्छ आज त छोरो जनै लाउँछु यसले लाउनु अर्को जनै लाउनु पर्ने हेर तिमीलाई सँग नि है कि कहिले लाउँछ लाउनु पर्यो एकछिन पहिले लाउनु पर्ने हो एकछिन भेट ल के होइन के हुन्छ ल समाउलो थियो जमरा जनै यही फाल्छ बाबा थोरै भएर समाएन ड्याङ्गे 1000 रुपैयाँ दिनुपर्ने अङ्कलले ल आधा त दिउँला नि हेलो ल म चाहिँ खाइहाल्छु छोरी तपाईहरु ल्याउने हैन तँ लाइदेऊ न अनि यो लाइदेऊ ल ल ल ल ल कसको पाल मम्मीहरुको मलाई लुगा ल्याइदियो भन्नुहुन्छ कहाँ तैँले होइन नि त पहिला मम्मीहरू लाउनु पर्यो नि लुगा लाइदेऊ पहिला अनि लुगा अहिले पर्दैन पहिला त्यहाँ तपाईँहरू लाउनु न लाउने त्यहाँ लुगा लाएर लाउने होला के कराको लुगा लाएर ल्याएको लुगा लाइदिनु पर्ने कि नलाइदिनु लुगा लाएर गर्ने के अब फेरि रुन्छ होला नि त रुन नाम पो त्यो लगाइदियो नि त लगाइदियो नै त्यही माथि लैदिनु एकछिन त्यही माथि उ गर्दैन टिका सबै जान्छ होला गए लाउला टिका तलबाट चलो ए चली चरा चरा ए ए अब कसो गर्ने पहिला खै बिर्सिसक्यो पहिला टिका लाउने जोले पहिला पूजा गर्नुपर्छ नमः नमः शिवाय ओम नमः शिवाय अहिले नलाने त्यहाँ कहाँ राख्दै कुन यो चाहिँ के अरे ल बुनु यो त खानी छोड्दे भात छोड्दे ए त्यो गरेमा खुब राम्रो गरिस् मान्छे त्यही माथि लगाइदिनु अहिले उयो यो खोल अनि त्यो त त्यही राम्रो माथि हुँदैन अहिले एकछिन लगाइदिनु हँ अहिले एकछिन नै लगाइदिनु अल्टी लन्डनमा हुन्छ भने मम्मी यता अहिले लगाइनु हुन्छ त्यहाँ दिएन न है दसैँको टिका लाने सान्छी ल बुन्ने भात हुन्छ बेतेउडा सानी खानी दुधरी माइली ल मुखरी आइ दिनु मम्मीले खाना त जे कतिले मुखरी आए किनी तपाईले एकचोटि हेर्दै त आन्टी हेर्नु ल ओ काची हेर तिमी नि समय आएसम पानी त नहुँ चिसो जने खै झन्ना सानो भाइ काची ए सानो भाइ हजुर सेले दिउँला है कति कराउँदै यी छ त यी हैन पैसा दिनु पर्यो धनी त छ अहिले म त गरिब छु अहिले खोइ त यहाँ झुन्न आएको थियो अनि कहाँ राख्नु हो तपाईले के खसेको थिएन त्यो रिटा सुत्याउनु मसलाबाट जनै सुतिराख्यो त्यहाँ त छैन ए सिधा चाहिँ हो न नपर सिधा ला लु लाउ ए बुनु ए ना पैसा ला न कतिको नोट कतिको नोट ए मेरो दुई बेस्ट क्यामेरा आदमी ल्याउने ह्यान्ड चेक ल ल ल तेरो हुने यसमा राम्रो आउँछ हेरौँ न त अहिले हेर्न यहाँ भिडियो यता अगाडिबाट टिप्नु न खोइ खोइ एक्सक्युज मी बुइनलाई देखिँदैन अनि म अनि यहाँ लगाउँदा लगाउँदा समाता यो जनै रातै रातो खाइएन नि हो दिन लाउ त बाले यस्तो अबिरे ल्याउनु भएको छ त्यसलाई के खानी उता हेर्नु ला राखनी बुने नदेऊ ओ भाइ त्यसरी फाल्नु लामो
नै त कोही जनै लामो छ यो लाम पनि यस्तो गरे नभए दबरी अर्को भित्तामा जुटे हरा जनाइको सानी थाहा पर्यो के हो नि मेरो टर्न होला नि त जमानत लाउने हैन के भयो होइन यहाँ तिमी त लास्ट टर्न सामुनी 500 रुपैयाँ निकाले दिनु ल खोइ अन्टीकै टर्न होला झिक्न गयो क्या साँच्चीमा झिक्न गएको जिगर ठाउँ छ र भने हो र अब कसको अब तेरो पालो तँलाई चाहिँ किन दिनु पर्यो नि तँलाई पेन्सन उनीहरू ठुले तँलाई लिन्छ भात खुवाएको हो खाने हो भात खुवाइदिन्छु अनि दिन्छु बाह्र एक त बजिहाल्छ नि टिका रस मात्र खाइदियो मान्छे ठुलोको उठ टिका लाउँछ अनि हिँडिहाल्छ अन्त टिका लाउनु हाम्रा साइडको दिनुपर्छ अहिले रबिनले गर्नुहुन्छ रबिनले त्यसलाई धाराले पो लागेको हँ यसो गर्दाखेरि ल ल ल पर्छ ल कस्तो मजा लाग्ने पानी पनि तिखा लागेको जस्तो पानी खाएकै खाएको हेलो हेलो हजुर कहाँ 100 रुपियाँ मात्र दिए ठिक छ 5 रुपियाँ थिएन 105 ल अनि ठुलो मामुले दे ल यो खोइदेऊ न क्यामेरा भन्दैछु ठुलो मामुले दे यहाँ ठिक छ ठिक छ यता अब तपाईले ल भने ऊ बुइनीलाई उहाँ भात खुवाइ गर्न लाया जाऊ अब कसको ठुलीको पालो हो तपाईँ कता ड्युटीमा कि ए अनि के चाहिँ सन्चै हुनुहुन्छ सिधी नै आइहाल्यो नि अब पालो ठुलो भाइ अहिले टिका लाउने कार्यक्रम हुँदैछ है बुइनीलाई टिका लगाइदिनु पर्यो एकछिन ल ल ल तिमीले भात खानु नदिएको मात्र लाग्यो नि टिका मात्र लगाइदिनु सबै खुवाउनु पर्दैन नि खाना त भइहाल्यो टिका मात्र लगाइदिनु 5 रुपियाँ ओभर 5 रुपियाँ राख्नु हेलो हेलो पैसा दिदीले समाउरे लाउ भात खाँदैछ छोरी ल्याऊ लाउ मैले दियो होइन हेलो लियो त पैसा त अलि मुख खुट्रा हालिहाल्छु एउटा चाहिँ दिउँ न समाएर बस्छु त भयो सबैको भयो मेरो बाँकी छ सानो भाइको नि टिका मात्र लगाइदेऊ ल टिका मात्र लगाइदिन्छ आमाहरूले खुवाइहाल्यो भयो टिका मात्र लगाइरहेको छ नि सायद भइसक्यो अन्त पनि त्यस्तै हो टिका मात्रै लान्छ नि दरकार भाइको पालो सानी अलिकति यता फर्की भुँडा मारिस् त अनि त टिका लाउने मिलाएर छोएर फुल लाउने अनि सानो भाइ खै यता हेर्दा सानी ओए देखिएन यसो यता हेर्दा ल यसले यहाँ हटाइसकि ल भयो ल यो किन ल अहिले हेरी ल हेरी खोइ त फोटो खिच्यो पैसा 5 हाल नि त्यहाँ अर्को ल्याऊ उता हेर रे उता यो बडा दादा ठिकै छ्यास्स लगाइदिएको नि त फुल चढाउ भयो हेलो ल भाइ तिम्रो पालो
खुवाउनु नि पर्छ है खोइ छोरोको पाला आउँदैछ खोइ छोरो खोइ त छोरो ए सामु ओइ यहाँ आइज ए घुडा मार्नु हुँदैन छोरो घुडा मार्नु हुँदैन आऊ फुल्लाइदे यहाँ त फुल तिम्रो पाउला आइसक्यो फेरि फुल्लाइदे अनि भला अब छिटो छिटो पैसा देऊ पैसा आमाले छिटो माने छिटो भएन हामीलाई आऊ उइ ल तिम्रो पाला आऊ न त्यसलाई पुरा ल्याउनु ल त म भने हो आऊ आइज ओइ ओ हेलो ए निदान टीका भरिपूर्ण भएछ हामीले गाउँदैछ हो काली ए ल पैसा देऊ हाम्रो आमा छोरी हेर त बोल्न देऊ ल बुइने टीका लाने रिसाइन दे यता कति भाइ ह कि 500 दिन भइरहेछ ल 500 हाम्रो घर जस्तै रहेछ त भाइ पहिलाको त्यहाँको त ल ल ल ल यता आइज अब ल उता 500 यता आइज त छिटो उताबाट जाऊ न ल 250 250 भयो ल लाइदिए त ए बस त ए ओ हेलो लाइ भन बस यो चारेर लाइदिन ल फेरि लाइदिन हेरि कति राम्रो आइछ ओइ हजुर सँग हेर हेर्न हेरि रिसाको आइछ लावन दिना रिसाउनु हुँदैन के ल्याउनु भो त्यसै हाल्छ नि बाटामा जेरी चल्छ ल लाइ भुल्ला लाइदेऊ न बसेर केमा चित्त नबुझ्ने केमा 500 रुपैयाँ चाहियो अहिले 500 रुपैयाँ भोलि पर्सि फोटो हेर्दा नि कस्तो देखिन्छ है अलिकति छिटो हो ल लाइ ल लाइ बुइले लाइदिनु अलिकति हो म्याडम जिल्ला लगाइदिने ल यो टोडा ल ल टोडा दे बोलान पानी ल 500 दे पैसा देऊ पहिला अनि गोला ढो दे 500 रुपैयाँ दिएछ यार समुनले दाममा यहाँ दिने गोलालाई आफैले राख्न पर्ने खोजेर चाहिँ उसले गोडा ढोका अब ल्याउनु पाउँदैन भने भयो अब आऊ खै अझै 5 रुपैयाँ नि छ ढो ल कति माया गर्ने आखा गोडा ढोका खोइ जुनी यो बुइले नि याद गरिला एकदम ढोइसी ढोया ढोइ हर्छ फेरि भयो सबैले भयो आइयो नि त त सबैलाई भइसक्यो म त मुनो चाहिन्छ कि खै मुनो ल्याउने बोल्ने उसलाई उसा अलिकति खाइदिनु पानी मात्र पानी यो मात्र हातले हैन यो हातले सबैले ओदेर पस्ने भए अनुहार मात्रै भन्ने अलिकति पानी मात्र ल ल खानु पर्दैन छोरा भयो ल छिटो 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 ल ल ल ल हो ल अब यो पनि खाऊ ल तिमीलाई खाउनु मन लाग्यो त्यो अर्को हातले उफ्नु पर्छ नि ल ल ए छोड्दै दे सबैलाई बुझ्नु सबैलाई लानु ल यो नि खाउने हो यतै गर्नु न थोरै खाऊ ल रसमा त अनि भयो तार बस न आऊ खा यहाँ फोटो खिच्नु भित्र आउनु ल आयो किन खाऊ ल ल ल ल ए समुले हेर्नु भात खाउँदै खा बुल्लाउ ओ आमा कति आर्किन्छ कान्छ भयो भयो छोड्देऊ ल अब भयो यो ल, खाउने हो हो होइन भने अब भयो भएन उसले हुन्छ खै यता हेर्दा एकचोटि लाउने हो नि त अब टिको लाउने पालो छोरो ढिला हुन्छ अब त्यो कुइली खाना गर्नुपर्छ अन्त हाल कुइली उतार खा ल ल भयो अब हा बाबा ल अहिले दिने ल तिमीलाई दिने खोलिसक्यो 500 चाहियो ए कान्छी त एकचोटि त दैले त